ए भगवान पल्साको कारणले मेलाको पसलमा हाम्रो आज यति साह्रो भिड ल त नि गाइज हाम्रो 250 डेको मिनी ब्लगको सुरुवात भइरहेको छ। श्री बिहान बिहान पसल आउनुको साथ यिनी नानी आथिन फोटो बनाउन जुन हामीले बनाएर दियौँ। नानीको आज बर्थडे थियो, जुन बर्थडे स्पेशल उनको मम्मीले फोटो बनाइदिन आउनु भएको थियो, जुन हामीले कुछ यसरी बनाइदिएको छौँ, जुन नानी हेर्दै खुसी भइरहेको। फोटो फ्रेम दिएसँगै हामीतिरबाट हामीले टेडी बेयर बलुनहरू गिफ्ट दियौँ नानीलाई, जुन हेर्नु कति खुसी भइन् टेडी बेयर पाएर फोटो फ्रेम भन्दा। जुन नानीलाई खुसी बनाए म लागे ब्याङ्कतिर खुल्ला लिन गएँ कि मेलातिर गइरहँ। खुल्ला पैसा चाहिन्छ कि जसले नि हाती मात्र ठुलै नोट मात्र दिन खोज्छ कि त्यही भएर खुल्ला पैसा लिएर मेलातिर गयौँ। जाँदै बित्तिकै आफ्नो पसल सेटअप पार्यौँ, जुन कुछ यसरी देखिरह क्या दामी दामी फ्रेमहरू बनाएर मेलामा राखेको छन्, जुन सबै पसल सेट गरेर भाइले त्यहाँ बसालेर म लागे ब्याक टु आफ्नो पसलतिर भन्दै निस्किरहेको थिएँ। आज त पल्स आउँदै भने दिउँसैदेखि क्रेजहरू थियो, मान्छेको भिडभाड भइरहन अलिअलि। निस्की पसल आइपुग्दैसँगै एकदम धेरै गिफ्टहरू बिकिरहेको थियो। यो राधाकृष्णको मूर्ति जुन बिहेमा दिन लिइरहेको थियो, प्लस अरू पनि गिफ्टहरू टन्नैले थियो, जुन प्याक गरेर दिएर पठायो एउटा बहिनीलाई। अनि हाम्रो एकजना भाइ चस्मा लिन आएको थियो, हाम्रो सब्सक्राइबर भाइ थियो, जुनलाई एकदम मिलाएर चस्मा दिएर पठायो। त्यसपछि आज त बुके पनि बिकै थियो, हेर्नु यत्रो बुके थियो, जुन सकिँदै अब थोरै बचिसके हन्। अनि होलसेलमा एकजनालाई यो कप बेचियो। त्यसपछि यो सिन आइटम राधाकृष्णको क्रिस्टलवाला बिक्यो, जुनलाई प्याक स्याक गरेर ह्याप्पी बनाएर एकजना बहिनीहरूले पठाइदिएर बिहेका सिजन चलेर होला बुके बिकै थियो। यो बुके पनि सेल भइसक्यो। त्यसपछि समोसा मेलामा भाइहरूले नास्ता पठाइरहेको थियो, त्यसमा मैले पनि चाखेको एउटा कस्टमाइज बुके प्लस केकको अर्डर थियो, जुन भिडियो बनाउन मनाइ थियो। अलिकति खिचे तर मान्छेले देखाउँदाखेरि भिडियो खिच्न पाएन, जुन अर्डर छोड्न गए। त्यसपछि हाम्रो एकजना भाइको बर्थडे थियो, जुन मेरो लागि चकलेट ल्याइदिएको थिएँ, तिनलाई एउटा चार्जर गिफ्ट दिएर पठाएँ, उनलाई त्यही चाहिएकै थियो। आजको अनलाइनको लास्ट अर्डर बनाए, जुनलाई ऱ्यापिङ स्यापिङ गरे अनि छोड्न गए। त्यसपछि म मेला भाग्छु भनेर पसल बन्द गरेँ अनि मेलातिर गएँ। भगवान आज त के साह्रो भिड त, बाइकहरू हेर्नु न कति धेरै थियो, मान्छे कति धेरै थिए। अझैसम्म आज यत्रो दिनमा आज बल्ल यत्रो भिड थाहा पाएँ मैले। जुन मेलामा आइपुग्दै सेल गराउन थालिसके, भिडभाडको फाइदा उठाउँदै प्याम्पलेटहरू बाँड्दै। त्यसपछि आज त पल्सा आइरहेको थियो, जुन म पनि हेर्न यसो हेर्न गएँ कस्तो हुँदो रहेछ। पल्सा रियलमा जुन हेर्न गएँ ह्यान्डसम देखिरहेको थियो, एकदम गोरो रहेछ। क्रेज र भिड हेर्नु न कति साह्रो थियो। सबैले मोबाइल खोलेर टिकटक बनाइरहेको, लाइभ बसिरहेको, कसैले भिडियो खिचिरहनु। हेर्नु न एकजना बाउला त पोलमै चढेको थियो, पल्सा भन्दै जुन एकदम सेक्युरिटीले झराल्यो, गाली गरौँ। एक दुईटा गानामा डान्सहरू हेरे, कुराहरू सुने, डान्स मस्तका मस्त ला मलाई, जुन सुने सँगै म ब्याक टु पसलतिर लागे, किन भिडभाड निस्के भने व्यापार हुन्छ भन्दै म पसलतिर आफ्नो लागिहालेँ। आएसँग भाइ चस्मा किनेको थियो, जुन दिएर पठाए। त्यसपछि त म प्याम्पलेट बाँड्न लाएँ, लत्तनी गाइज हाम्रो ग्रोमर पसल छ, लत्तनी गाइज हाम्रो ग्रोमर पसल छ भन्दै। त्यसपछि एकदम भिडभाड बढिरहेको थियो, मान्छे आएका आइथे, सामान देखाउँदै थिएँ मैले। एकछिनमा झ्याममा मान्छे भिड भइरहेको थियो, जुन सबैलाई सामान दिदी पठाइरहेको थियो। त्यसपछि रात परेसँग मेलामा पसल बन्द गरे अनि फर्किने क्रममा भाइहरूसँग मिलेर पकौडाहरू खाँदै तातो अनि पसलमा आउँदै बन्द गर्दै सुत्न जाँदै मिल्नु खबर गाइस।